हेलो गाइज वेलकम ब्याक टु आवर च्यानल। आज हामी आलु खन्न आएको छौँ काकीको र हाम्रो। अहिले हाम्रो खन्न लागेको छ र खनेको पनि म देखाउन गएको छु हैन गाइज। हाम्रो आलु अहिले यस्तो भएको छ। सबैजनाले आलु खन्नु भएको छ। अहिले एक बाल्टी भइसक्यो गाइज। हाम्रो भाउजू मम्मी काकी म पनि काकी बहिनी म भएर आएको छौँ गाइज। यी आलु यति राम्रो भएको छ। अहिले खनेर 8-9 बोरा हुन्छ होला। आलु त फेरि राम्रो भयो छ है गाइज। कसैलाई आलु किन्न मन छ भने हेम्जा 25 हनुमान चोक आउनु होला। बारीमा नटेक्ला ए लाज मान्छे धेरै नै। उहाँ हाम्रो एउटा मेलामा आउनु भएको छ। खन्नु आलु एक बाल्टी भइछ उता भइछ। मम्मीले मकै छर्दै छिन्। तेरे काम आयो ऊ आलु उठा रे। थैलो दे। अब नै हाल्नु हो आलु। हामीले अब बोरामा हाल्छौँ गाइज। म आलु टिप्छु मम्मी। आलु यति राम्रो भएको छ। म्याडम यसलाई के भन्छ अरे? मैले नि गाइज अहिले भर्खर देखेको है यस्तो होइन। यो त डाँडा ड्याम जाने बाटो यतैबाट हो गाइज। घरहरू छ। यो ज्ञानसागर स्कुल भयो। अनि त्यो एउटा मन्दिर देख्नु भएको छ गाइज। ड्यामबाटै जाने है यो गाइज। यो मन्दिर ड्यामबाटै जान्छ गाइज। बोरामाथि राख्ने होला नि बोला बोराको मुखमा के यता हो के आलु यता आलु मुखमा राख्ने हुन्छ माटो ओइलिन्छ नि बोरा बोरामा ऊ त्यो पनि हाम्रै है गाइज। मम्मी त्यता पनि के भन्छ मकै छर्न गइन्। यहाँ केराउ फलिछ, काउली फलिछ। ए काउली हो कि बन्द हो थाहा छैन है गाइज। यो त धेरै चिज फलेछ यहाँ। हाम्रो विवेक विजय आएका छन्। विजय र विवेक दुईटा दाइ आएछन्। दुईटा दाइ भने पनि एउटा दाइ एउटा भाइ। आलु यति राम्रो भयो गाइज।
भाइ पनि सुत्यो बाबु सुत्दैन सुताउन खोजेको 4 चोटि सुताउन खोजे 4 चोटिमा अहिले बेला भएन नि अहिले 12 बजे दाइ सुत्नु भए मोबाइल राखौ भाउजूको मोबाइल खोजेको साइलेन्टमा रहेछ कि साइलेन्टमा रहेछ कि फोन हानेको लागेन अनि हाम त आइदियो फोनै राखेन मैले त भन् अनि किन त ननिकालेको बाहिर गयो बाल्टीमा मार्नु पर्छ कि के गर्नु यसरी यसरी त्यसो गर्ने हैन आफै गर्छ खाइल्याउनु आउँछ मैले हिमजामा त खानु अस्ति नै यही हो हामीले लाग्नु कहाँ लाग्यो भयो अब